सुशीला कार्की प्रधानमन्त्री भइन्। अहिले न उनी दलसँग संवाद गर्छिन्, न कुनै नेतासँग उनी कुरा गर्छिन्। राष्ट्रपतिले संवाद गरिरहेका छन्। राष्ट्रपति त कार्यकारी होइनन्, सुशीला कार्की हुन् कार्यकारी। अनि निर्वाचन कार्यक्रम घोषणा गरिएको छ। काङ्ग्रेस एमाले भन्दैछन् निर्वाचनमा जाने वातावरण छैन भनेर उनीहरूको डकुमेन्ट नै आइरहेको छ। आखिर निर्वाचन कसका लागि त? अब निर्वाचनको वातावरण बनाउनु काम सरकारको हो। सरकारले विश्वासमा लिनु पर्यो कसलाई? राजनीतिक दलहरूलाई। कि काङ्ग्रेस एमालेलाई निषेध गर्नु पर्यो? होइन भने त उनीहरूलाई नि विश्वासमा ल्याएर चुनाव गर्ने होला। त्यसो हुनाले मलाई चाहिँ के लाग्यो, सेनाले राजनीति गर्दिन भनेर राजनीति थालिसकेको जस्तो देखिन्छ। अब सरकार दलहरूसँग संवादमै छैन। संवादमा नहुनु भनेको के हो भने मुठभेडको वातावरण बन्दैछ भन्ने हामीले बुझ्नुपर्छ। मुठभेडको वातावरण कसरी बन्दैछ? एमाले चुनावमा यो हुनै नसक्ने चुनावमा जाँदिन भनेर हिजो एमाले भनिसक्यो। भनिसकेपछि अब कुरा बुझौँ। फागुन 21 चुनाव हुँदैन। चुनाव नभएपछि त्यस पछाडि देश फेरि शून्यमा जान्छ। शून्यमा गइसकेको परिस्थितिमा सेनाले अहिले राजनीति गर्दिन भनेको सेनाका लागि अर्को चाहिँ एउटा चाहिँ अवसर आउँछ कि आफै अब शासन सत्ता लिएर देश चलाउने, कि चाहिँ प्रतिगमनतिर लगेर राजासाजा के हुन्छ फर्काउने। देश त त्यही दिशामा देखिन्छ। साँच्चै चुनावमा जाने, देशलाई चुनावमा लाने हो भने त्यतिखेर अब 4 महिना बाँकी छ। व्यापक तयारी हुनुपर्ने हो। केही पनि तयारी देखिँदैन। अनि चुनाव 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 भनेर हामी नहुने चुनावतिर गइरहेछौँ।